गुड मर्निङ नमस्कार सबैजनालाई। म अहिले गाउँमा छु। अहिले बिहानको करिब 8 बजेको छ। म चाहिँ दुध तताउँदै छु हैन। बाहिर आगो बालेर भित्र अलि अँधेरो र धुवा हुने भएको कारणले गर्दा गर्मी पनि हुन्छ नि त, त्यही भएर बाहिर नै आगो बालेर मजाले बाहिर नै बसेर दुध तताउँदै छु। गाउँमा छु, शीतल छ, गर्मी पनि छैन, मौसम पनि बादल लागिरहेछ, एकदमै धेरै शीतल छ। यहाँ त अझ पनि सुत्दाखेरि सिरक र ब्ल्याङ्केट नै ओढेर सुत्नुपर्ने अवस्था छ है। अब सहरतिर तराईतिर पंखाको भरमा सुत्नुपर्छ अनि झुल नलागेसम्म सुत्न नसकिने। तर यहाँ चाहिँ त्यस्तो अवस्था छैन हैन। स्वच्छ हावापानी, अर्गानिक खानेकुराहरू, घर वरपरै ती हरियाली, चिसो पानी हैन, स्वच्छ हावा, यस्तो रमाइलो छ। गाउँ नै हो। अब अहिले त गाउँ प्राय रित्तिसकेको छ हैन। सबैजना सहर बजार आफ्नो हुन त आफ्नो पेसा व्यवसाय, विभिन्न पेसा व्यवसाय नगरौँ भने पनि जीवन धान्न गाह्रो हुने हैन। विभिन्न पेसा र व्यवसायको कारणले गर्दा भनौँ, अथवा चाहिँ अब क्याम्पस पढ्नुपर्ने, स्कुल पढ्नुपर्ने नानी बाबुहरूलाई बाध्यता पनि छ कतिपय अवस्थामा। तर बस्नलाई चाहिँ गाउँ नै एकदमै रमाइलो, एकदमै राम्रो, शान्त वातावरण, स्वच्छ वातावरण, चिसो हावापानी, अर्गानिक खानेकुराहरू सम्झिने हो भने चाहिँ गाउँ नै एकदमै रमाइलो हो हैन। अहिले त अब त्यति विकट पनि भन्न सकिँदैन। प्रत्येक पालिकाहरूमा बाटो पुगेको छ अनि प्रत्येक वडाहरूमा चाहिँ स्वास्थ्य चौकी पनि छ। स्वास्थ्य चौकी नभए अब जिल्ला अस्पतालहरू पनि लगभग नजिकै छ। यातायातको पहुँच पुगेपछि त्यति टाढा पनि भन्न मिल्दैन हैन। अर्गानिक तरकारी फलाएर खान सकियो, अर्गानिक आफैले रोपेर धानहरू, मकैहरू, कोदो हैन, जुन चाहिँ हामीले बजारका डिपार्टमेन्ट स्टोरहरूबाट किनेर लिँदाखेरि कति महँगो पर्छ। कोदो मकैहरू हैन किनेर लिँदा कति महँगो पर्छ। यहाँ चाहिँ हामीले आफै नै अर्गानिक रूपमा उत्पादन गरेर खान सक्ने वातावरण छ। तर पनि के गर्नु, अब सहर बस्नुपर्ने पनि आफ्नै बाध्यता परिस्थिति छ नि त हैन। त्यो गाउँमा जे जति उपलब्ध भए पनि अब सहरको आफ्नै महत्त्व छ, गाउँको आफ्नै महत्त्व छ, त्यसलाई तुलना गर्न त मिल्दैन। तर पनि स्वास्थ्यको हिसाबले चाहिँ गाउँ चाहिँ एकदमै राम्रो हो। तपाईलाई कुन मन पर्छ, गाउँ अथवा सहर? कमेन्ट गर्नुस् है।